Hello everyone, नमस्ते नमस्तेवाल, वेलकम टु माई फर्स्ट न्यू भिडियो। अनि आज चाहिँ म किन भिडियो बनाउँदैछु भन्दाखेरि आज चाहिँ मेरो छोराको पास्नी हो नि त, त्यही भएर मेमोरीको लागि भिडियो बनाउँदैछु। स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। अनि फर्स्टमा चाहिँ बन्दैछ यहाँ मेरो छोराको लागि खिर, माम नबनाएको मामको सट्टामा खिर, अनि यता चाहिँ ट्वाक्क लाएर सुँगुरको मासु। मैले चाहिँ सबै कुराको भिडियो लिन पाइनँ, अनि जति छ त्यति कट गरेर बनाएको छु। अनि यता चाहिँ रेडी हुँदैछ पिदारको लागि सामानहरू। हाम्रो कल्चरमा चाहिँ सबैभन्दा पहिला चाहिँ पिदार गर्नुपर्छ के, अनि पिदार गरिसके पछाडि मात्रै सामानहरू चलाउनु मिल्छ, कामहरू सुरु गर्नु मिल्छ। अनि त्यही भएर यता चाहिँ फर्स्टमा चाहिँ गर्नुपर्छ पिदार। अनि पिदारको लागि चाहिँ यता चाहिँ लगभग सबै सामानहरू रेडी भइसक्यो। अनि पिदार चाहिँ हाम्रो सुनवार जातिभित्र चाहिँ धेरैवटा थरहरू हुन्छ कि, अनि जतिवटा थरहरू उपस्थित हुनुहुन्छ उहाँहरू मिलेर चाहिँ गर्दै हुनुहुन्छ यता पिदार। यो पिदार सके पछाडि चाहिँ मैले गराउनु पर्ने हुन्छ छोरालाई रेडी, त्यही भएर मैले छोरालाई चाहिँ नुहाइ धुवाइ गरिसकेर चाहिँ गराउँदैछु यता रेडी। मेरो छोरा चाहिँ क्यामेरा भनेपछि मक्खै पर्छ के, अनि क्यामेरा जता जता लग्यो त्यतै हेरिरहेछ। मैले चाहिँ फर्स्ट टाइम भिडियो एडिट गरेर बनाउँदैछु नि त, त्यही भएर केही आइडिया छैन। जस्तो जस्तो छ त्यस्तै दायाँ बायाँ यताउता गरेर मिलाएर बनाएको छु। त्यस्तो कुरालाई चाहिँ इग्नोर गरेर चाहिँ हेरिदिनु होला। अनि फाइनल्ली मेरो छोरा चाहिँ रेडी भइसक्यो। अब चाहिँ सुरु हुन्छ मेरो बेबीले माम खाने कार्यक्रम। अनि फर्स्टमा चाहिँ उसको बाजेले चाहिँ टिका सिका लगाइदिएर चाहिँ माम खुवाइदिनु भयो। अनि त्यस पछाडि त्यो चाहिँ टोटला चाहिँ लाउँदै हुनुहुन्छ क्या, त्यो अघि पिदार गरेको टोटला भन्छ त्यसलाई चाहिँ। अनि बाजेले लगाइदिँदै हुनुहुन्छ, अनि बोजूले पनि माम खुवाइदिनु भयो। अनि कति मजाले चाट्दै खाँदैछ मेरो छोराले। अनि बेबीको मामु बाबालाई पनि लगाइदिँदै हुनुहुन्छ। त्यस पछाडि पालो आयो बेबीको मामु र बाबाको, अनि बेबीको मामु र बाबाले चाहिँ लगाइदिँदै हुनुहुन्छ टिका सिका लगाइदिएर चाहिँ माम खुवाउँदै हुनुहुन्छ। अनि बाबाको पालो पछि आयो मामुको, अनि मैले पनि खुवाइदिँदैछु माम। हामीले चाहिँ छोराको पास्ने चाहिँ सिम्पल तरिकाले, धेरै मान्छे नबोलाइकन गाउँकै मान्छेहरू मात्रै बोलाएर चाहिँ सिम्पल तरिकाले गरेको। कति धेरै हात दिएको कि उहाँहरू त, अनि आत्तिएर हतार बेबीलाई बिस्तारी बसाएर लगाउनु भन्दा पनि हत्तालिएर हतार गरेर छोप यो लगाइदेऊ नै बिचरा मेरो छोरा त मम्मा भन्दै कति धेरै रुयो। यता चाहिँ फर्स्ट टाइम बोजूले चाहिँ पछाडि के बेबीलाई चाहिँ ढाडमा यसरी बोकाएर चाहिँ भोट लानुपर्छ अरे। अनि उसको बोजूले चाहिँ पछाडि बोकेर चाहिँ उसलाई भोट लाने भन्दै हिँडाउँदै हुनुहुन्छ माथितिर। हामी पनि अनि पछि भोट जाने भनेर पछि लागेर चाहिँ सबैजना पछ्याउँदैछौँ। भगवानको रूप तिमी प्रकृतिको वरदान, गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान।